हुन्छ सबैलाई जय मसीह। विशेष आजको दिन है हाम्रो येशू ख्रिस्ट हाम्रो निम्ति क्रुसमा जानुभएको दिन अनि यो समयको लागि परमेश्वरलाई धन्यवाद भन्छु है। अनि पास्टर बुवालाई पनि मलाई यो पहिलो बानी बोल्ने अनि तपाईँहरूसँग सेयर गर्ने मौका दिनुभयो है। अनि यहाँ हामीले हेऱ्यौँ भने लुका 23:34 हामी तपाईँहरू पनि त्यहाँ हेर्न सक्नुहुन्छ। यहाँ म यसरी पढ्छु। अनि येशूले भन्नुभयो, हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेछन् ती जान्दैनन्। अनि तिनीहरूले उहाँका पोषक भाग गरेर गोला हाले भनेर यहाँ लेखिएको छ है। सो यो टाइममा चाहिँ हामी हेऱ्यौँ भने येशू ख्रिस्ट क्रुसमा होइन जाँदै गर्नु हुँदाखेरिको घटना। अनि येशू ख्रिस्टले प्रथम कुरा के भन्नुहुन्छ क्रुसमा जाँदै गर्दा भन्दा यिनीहरूले के गरिरहेको छ है, यिनीहरूले कस्तो कार्य गरिरहेको छ यिनीहरूलाई पनि थाहा छैन, तर यिनीहरूलाई चाहिँ तपाईँले माफ गरिदिनुहोस् भनेर येशू ख्रिस्टले भन्नुहुन्छ है। अनि सायद येशू ख्रिस्टले त्यति बेला यो पनि भन्नु सक्नुहुन्थ्यो होला यिनीहरूलाई चाहिँ दण्ड दिनुहोस्, तर होइन, येशू ख्रिस्टको हृदयभित्रको कुरा चाहिँ हामीलाई उहाँले सेयर गर्नुभएको, उहाँको क्रुसबाट सेयर गर्नुभएको कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ उहाँले चाहिँ हामीलाई यस पृथ्वीमा आउँदै गर्दाखेरि तपाईँ अनि मेरो लागि उहाँले क्षमा दिनको लागि है, जुन पापमा हामी थियौँ है, अलरेडी हामीले पाप गरेको जुन आदमदेखि बोक्दै आएको पाप, त्यो पापमा चाहिँ येशू ख्रिस्टले हामीलाई क्षमा दिनको लागि है। हामी आफै पर्याप्त थिएनौँ, तर येशू ख्रिस्टले कल्भरी क्रुसमा जाँदै गर्नु हुँदाखेरिको पहिलो शब्द नै येशू ख्रिस्टले के भन्नुहुन्छ भन्दाखेरि यिनीहरूलाई क्षमा गर्नुहोस् है, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले केही पनि जान्दैन के गरिरहेको छ, यिनीहरूलाई क्षमा गर्नुहोस् होइन। धेरैचोटि हाम्रो जीवनमा पनि हामीले यो बानीलाई हेर्दै गर्दाखेरि म आफै पनि एकदमै घोरिँदै थिएँ अनि आशिषित पनि बनिँदै थिएँ है। हाम्रो जीवनमा हामीले धेरैचोटि जानी येशू ख्रिस्टलाई घरिघरि क्रुसमा टाँगिरहेको हुन्छौँ होइन। अनि येशू ख्रिस्टले सिकाउनु भएको कुरा पनि यही हो कि हामीलाई उहाँले क्षमा दिन चाहनुहुन्छ है। धेरैचोटि हामीलाई लाग्छ कि हामीलाई क्षमा दिने हामीले गरेको यत्रो ठुलो गल्ती होला होइन, त्यसको लागि त म योग्यकै छुइनँ भनेर येशू ख्रिस्ट हामीले धेरैचोटि भन्छौँ होला होइन। तर येशू ख्रिस्टले चाहिँ हामीलाई हरेक कुराबाट क्षमा दिनुहुन्छ है। हुनसक्छ त्यो एकदमै ठुलो कुरा हो, पास्टको धेरै ठुलो कुरा तपाईँको जीवनमा हुँदै गरेको या पास्टको धेरैवटा ठुलो कुराहरू हुनसक्छ होइन, तर त्योबाट पनि येशू ख्रिस्टले हामीलाई क्षमा दिनुहुन्छ। अनि हाम्रो येशू ख्रिस्टले दोस्रो कुरा हामीले सिकाउँदै गर्नुभएको चाहिँ के हो भन्दै गर्दाखेरि उहाँले चाहिँ हामीलाई क्षमा मात्र दिनु भएन, तर क्षमा गराउनु पनि हामीलाई सिकाउनु भयो है। सो आजको दिनमा हामीले यो अनुभव गर्छौँ प्रभुले मलाई क्षमा दिनुभयो होइन। तर हाम्रो जीवनमा धेरैचोटि हामीलाई कसैले भन्दै गर्दाखेरि होइन, तिम्रो त हाइट पनि सानो भन्दा पनि है हामी रिसाउने कुराहरू है, हामीले त्यहाँ पनि त्यो मनमा इग बोक्ने कुराहरू होइन, तिम्रो त नाकै बाङ्गो भन्दा पनि हामी धेरैचोटि होइन हामी त्यो कुरालाई पक्रेर बसौँ नि है, यसले त मलाई त्यस्तो भन्यो। तर येशू ख्रिस्टले वास्तविकतामा सिकाउनु भएको हामीलाई मण्डलीलाई चर्चलाई है हामीलाई सिकाउनु भएको कुरा चाहिँ के हो भन्दै गर्दा हामीले क्षमा दिनुपर्छ होइन। हामी चाहिँ क्षमा दिने एउटा ठुलो एउटा समाज हो है। सो आज हामीलाई हिमालयन फ्री चर्च हामीलाई पनि प्रभुले यो सिकाउन चाहनुहुन्छ कि यो गुड फ्राइडेहरूमा होइन हामीले विगतको सालहरूमा पनि सिक्दै आएको अनि अहिले पनि कन्टिन्यू मेरो जीवनमा पनि मैले यो कुरा सिक्दै थिएँ। मैले पनि धेरैचोटि मानिसहरूलाई व्यक्तिहरूलाई क्षमा गर्न सकेको थिइनँ होइन, तर जब येशू ख्रिस्टको यो बानीहरूलाई मैले पढ्दै थिएँ है, म आफै भित्र पनि प्रभुले गर्नुभएको क्षमा म प्रति कति ठुलो छ है। अनि हामीले पनि कति धेरै क्षमा गर्नुपर्ने रहेछ होइन। हुनसक्छ हाम्रो जीवनमा धेरैचोटि भनाइ आउँछ है, उहाँले क्रुसमा सिकाउँदै गर्नुभएको कुरा पनि हामीलाई यही हो कि हामीले चाहिँ क्षमा गर्नुपर्छ है। अनि उहाँले पिताले हामीलाई प्रेम गर्नुभयो है, अनि येशू ख्रिस्टले हामीलाई क्षमा गर्नुहुन्छ। अनि हामी एउटा यस्तो समाज हो कि हामीले चाहिँ क्षमा गर्न हामीबाट चाहिँ संसारले नै सिकोस् भन्ने है। जस्तो येशू ख्रिस्टले उदाहरण भएर कल्भरी क्रुसबाट हामीलाई सिकाउनु भयो, अब हाम्रो पाली हो, अब हामीले क्षमा गर्न संसारको मानिसहरूलाई सिकाउनु पर्छ है। तर हामीबाटै क्षमा बगेन भने के होला है। सो आज यो बानीबाट हामीलाई येशू ख्रिस्टले सिकाउँदै गर्नुभएको भन्दै गर्नुभएको कुरा कि हामीलाई उहाँले हाम्रो सम्पूर्ण पाप अधर्म जुन हामीले बोक्नै सकेको थिएनौँ होइन, जुन हाम्रो लागि एकदमै गाह्रो थियो, तर उहाँले हाम्रो पाप अधर्मलाई क्षमा गर्नुभयो है। अनि हामीले क्षमा पाएका छौँ। अब हामीले क्षमा पाएका छौँ भने येशू ख्रिस्ट जस्तै हामीले पनि क्षमा गर्न सिक्नुपर्छ है। अनि हामी मण्डलीले सधैँभरि होइन भनाइ आउँदै गर्दा पनि हामीले क्षमा गर्नुपर्छ है।
अनि हामीले प्रभुको प्रार्थनामा पनि हामीले यो कुरा येशू ख्रीष्टबाट सिक्छौँ कि हाम्रो अपराधहरू क्षमा गर्नुहोस् होइन। जसरी हामीले आफ्नो अपराधीलाई धेरैचोटि हामीले चाहिँ हाम्रो अपराधहरूलाई क्षमा गर्नुहोस् मात्रसम्म हामी सीमित हुन्छौँ है। तर हाम्रो हामीले जसरी आफ्नो अपराधीहरूलाई क्षमा गरेको छौँ भन्नेसम्म चाहिँ हामी पुग्दैनौँ है। तर आजको यो गुड फ्राइडेमा होइन येशू ख्रीष्टले यो बानीबाट हामीलाई भन्नुभएको कुरा, हामी मण्डलीलाई सिकाउनु भएको कुरा, हामी क्षमा पाएर हामीले क्षमालाई लिएर अब हामीले कसैलाई पनि होइन तपाईँले कसैको हृदय देखाउनु भएको छ या तपाईँलाई कसै के लाग्दछ भने तपाईँले क्षमा माग्नुहोस् या क्षमा दिनुहोस् है। अनि त्यहाँबाट प्रभुको काम हुनेछ है। हुन्छ, म यो बानीलाई म यहाँ राख्न चाहन्छु। हामीलाई परमेश्वरले आशिष दिएको हुन्छ। सबैलाई जय मसीह। जय मसीह। हुन्छ, प्रभुलाई महिमा भएको होस्। अनि पास्टरलाई धेरै धेरै धन्यवाद है। यो प्रभु येशूले बोल्नु भएको 7वटा वचनलाई मेरो दोस्रो बानी यो मौका मैले पाएको छु। अनि साँच्चै नै प्रभु येशूले बोल्नु भएको हरेक कुरा इम्पोर्टेन्ट छ। किनभने प्रभु येशू इभन तपाईँ मैले इङ्ग्लिस बाइबलमा हेऱ्यौँ भनेदेखिलाई त प्रभु येशूले बोलेको शब्दहरू रेड लेटर्समा छ, रातो अक्षरमा लेखेको हामी भेटाउँछौँ। अनि प्रभु येशू कल्भरी क्रुसमा झुन्डिनु हुँदै गर्दाखेरि उहाँले इम्पोर्टेन्ट कुराहरू भन्नुभयो, धेरै कुरा भन्नुभएको छ, हामी सुन्दै जानेछौँ। अनि दोस्रो वचन चाहिँ के भन्नुभयो भन्दै गर्दाखेरि तपाईँहरूले मसँग लुका त्यसकै अघि माथि पढेको अलिक तल लुका 23:43लाई हामी हेर्नेछौँ। लुका 23:43 यहाँ यस्तो लेखेको छ है। उहाँले त्यसलाई भन्नुभयो, म तिमीलाई साँच्चै भन्दछु आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ भनेर भनेको छ। सो मैले यो पढ्दै गर्दाखेरि मलाई यो भर्समा मात्रै जाँदै गर्दाखेरि चाहिँ मलाई गाह्रो परिरहेको थियो। प्रभु येशूले दुईवटा चोर छ होइन, दुईजना चोर प्रभु येशू सँगसँगै झुन्डिनु भयो। एकजना दाहिनेतर्फ छ, एकजना देब्रेतर्फ छ। अनि प्रभु येशूले अचानक यो कुरालाई भन्नुभएको छ। अनि मैले यो वचन चाहिँ त्यो चोरलाई है जीवनभरि पाप गर्यो है, जीवनभरि उसले पाप गर्यो, उसको जीवन नै बाइबलले त उसलाई चोर भनेर आइडेन्टिफाई गरेको छ। सो एउटा चोरको आइडेन्टिटी राम्रो हुँदैन है। उसले पाप गरेको छ, उसले कसैको नोक्सानी गरेको छ, उसले कसैको क्षति पुर्याएको छ। अनि रोमी शासन अनुसार चाहिँ उनीहरूको गभर्मेन्टको अनुसार चाहिँ कानुनी प्रकारले पास भइसकेको छ कि यो मान्छे चाहिँ मर्छ भनेर है। यो मान्छेलाई लिगली है, किनभने थुप्रो कैदीहरू मध्येमा यीशु ख्रीष्ट एक्लै नहोस् अथवा यीशु ख्रीष्टलाई एक्लै नमारौँ, अरू कैदीहरूलाई पनि सँगै पनिसमेन्ट दिउँ भनेर रोमी गभर्मेन्टले त्यति बेला 3जनालाई सँगै पनिसमेन्ट दिएको थियो। अनि बिचमा प्रभु येशू हुनुहुन्थ्यो। अनि त्यो पोजिसनलाई हामीलाई थाहा छैन, दाहिनेतर्फ चोर अनि देब्रेपट्टिको। अनि यो व्यक्तिलाई प्रभु येशूले भन्नुहुन्छ, आज राति चाहिँ तिमी मसँग स्वर्गलोकमा हुन्छौ भनेर भनेको छ। सो हाम्रो एक प्रकारको विचार चाहिँ के हुन्छ भन्दै गर्दाखेरि चाहिँ जीवनलाई इन्जोय गर्छु अनि लास्टमा मर्ने बेलामा प्रस्ताव गरिकन मर्छु भन्ने हाम्रो विचार हुन्छ है। तर प्रभु येशूले यो कन्डिसनमा, यो ठाउँमा प्रभु येशूले किन भन्नुभएको रहेछ भन्दै गर्दाखेरि हामीले अगाडिको भर्सलाई पढ्नुपर्ने हुन्छ है। तपाईँले मसँग 38 पददेखि तपाईँले मसँग हेर्नुहोस्। 38 पददेखि यस्तो लेखेको छ, अब यो यहुदीहरूको राजा हो भन्ने दोषपत्र पनि उहाँको मासतिर थियो। अब टाँगिएका कुकर्मीहरूमध्ये एउटाले यसो भनेर उहाँको गिल्ला गर्यो, के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ। तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, त पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्। 41 औ हामी त न्याय बमोजिम नै, किनकि हामीले त हाम्रा कामको उचित फल पाइरहेको छौँ, तर यी मानिसले त केही अनुचित काम गरेको छैन। अनि त्यसले भन्यो, हे येशू, तपाईँको राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् भनेको छ। सो क्रुसको चोर सजिलैसँग स्वर्ग गएको छैन है। यो स्टेटमेन्टलाई हेऱ्यौँ भनेदेखिलाई उसले अन्तिम उसको डेथ बेडमा, उसको मर्ने अवस्थामा, उसको जीवनमा उसलाई मार्नु आँट्दा अथवा उसको प्राण जानु आँट्दै गर्दाखेरि चान्सेस छ। सो यो ठाउँमा हामी के सिक्छौँ भन्दै गर्दाखेरि जो आज डेथ बेडमा छ उसले सुसमाचार सुनेको छैन। हाम्रो काम चाहिँ सुसमाचार दिने काम हो है। ऊ मर्न आँटेको छ, उसलाई छोडिदिउँ भन्ने होइन। तर हामीले अन्तिम जबसम्म हाम्रो भनाइ पनि छ, जबसम्म सास छ
है तबसम्म आश छ भनेर भन्छ नि। सो यो ठाउँमा के भएको छ भन्दै गर्दाखेरि त्यहाँनिर दुईटा चोरहरूको डिस्कसन के भएको छ भन्दै गर्दाखेरि एउटा चोरको घमण्ड छ, एउटा उसको आफ्नै घमण्डमा के भन्दैछ भन्दै गर्दाखेरि तपाईँ बचाउन सक्ने ईश्वर हुनुहुन्थ्यो, तपाईँले बचाउन सक्नुहुन्थ्यो है, तपाईँले मान्छेलाई दामी दामी कुरा भन्नुभयो, तपाईँले धेरैलाई प्रचार गर्नुभयो, तपाईँले मृतकहरूलाई पनि जिउँदो बनाउनु भयो। भन्नु चाहेको चाहिँ यो चोरले भन्नु चाहेको चाहिँ तपाईँले ठुल्ठुलो काम गर्नुभयो, तपाईँले दामी दामी काम गर्नुभयो, तर तपाईँको हालत चाहिँ आज यहाँनिर यस्तो छ। तपाईँको हालत चाहिँ क्रुसमा तपाईँलाई रोमी शासकहरूले मारिरहेको छ, तपाईँलाई चाहिँ क्रुसमा झुन्डाइरहेको छ। सो यु आर वर्दी इनफ, तपाईँ आफूलाई बचाउन सक्नुहुन्छ, तर तपाईँले बचाउनुहुन्छ भनेदेखिलाई लु हामीलाई पनि आफूलाई पनि बचाउनुहोस् अनि हामीलाई पनि बचाउनुहोस्। सो यो चोरले उसको आत्मिकी दृष्टिकोण खोलेकै छैन, यो चोरको स्पिरिचुअल आइज उसले खोलेकै छैन। यो चोरले शारीरिक बाहिरी प्रकारले मात्रै सोच्दैछ। चङ्गाई प्रभु यीशुले दियो अनि आज मैले पनि चङ्गाई पाउन सक्छु। प्रभु यीशुले एक दिन सायद यो चोरले देखेको थियो होला, यीशु ख्रीष्टको बारेमा सुनेको थियो होला होइन, यो चोरले प्रभु यीशुले ठुलो काम गर्नुभएको छ भन्ने यो चोरले पनि सायद सुनेको हुनुपर्छ। अनि त्यसै कारणले प्रभु यीशुलाई त्यही स्टेटमेन्ट दिँदैछ कि तपाईँले त आफूलाई बचाउन सक्नुहुन्छ त, अनि हामीलाई पनि बचाउनुहोस् न, मलाई पनि बचाउनुहोस् भनेर उसले त्यो घमण्डमा भन्दैछ। तर यो स्टेटमेन्ट अर्को चोरले पनि सुनिरहेको छ। यो भनेको यो पहिलो चोरले भनेको अर्को व्यक्तिले पनि सुनिरहेको छ। अनि अर्को चोर चाहिँ प्रभु यीशुले किन यो चोरलाई चाहिँ स्वर्ग लानु बाध्य पर्यो, किन चाहिँ आज राति चाहिँ प्रभु येशू ख्रीष्टसँग राइट आफ्टर प्रभु येशू स्वर्ग जानुभएको राइट आफ्टर, एक दिन हामी पनि प्रभु येशूसँग स्वर्गमा जान्छौँ, तर राइट प्रभु येशू ख्रीष्ट मर्ने बित्तिकै को चाहिँ स्वर्ग गएको थियो भन्दै गर्दाखेरि यो व्यक्ति चाहिँ प्रभु येशूको पछाडि स्वर्ग जाने व्यक्ति चाहिँ यो व्यक्ति हो। अनि कसरी भन्दै गर्दाखेरि यो व्यक्तिले के गरेछ हेर्नुहोस् त, यो व्यक्तिले 40 पदमा भनेको छ, तर त्यसलाई हकारेर अर्कोले जवाब दियो त पनि त्यही दण्डमा परिरहेको छस् भनेर भन्दैछ, अनि तापनि परमेश्वरको डर मान्दैनस्। सो यो व्यक्तिले नि इन्डाइरेक्टली तपाईँले यो स्टेटमेन्टलाई हामीले ग्रिक बाइबलमा हामीले पढ्नु हो भनेदेखिलाई चाहिँ यो चोरले के भन्दैछ भन्दै गर्दा कि यो चोरभित्र चाहिँ परमेश्वरको भय आउँदैछ, यो चोरभित्र चाहिँ नि परमेश्वरको डरले ठाउँ ओगट्दैछ। वर्षभरि जीवनभरि उसले पाप गर्यो, जीवनभरि उसको आइडेन्टिटी उसलाई चोर भनेर चिन्यो, उसले अरूको नोक्सानी गर्यो, उसले अरूको जीवनमा उसले हानि गर्यो। तर जब यीशु ख्रीष्टको नजिकतामा ऊ आउँदैछ, जब यीशु ख्रीष्टको छेउमा आउँदै गर्दाखेरि उसले अन्तिम आशा चाहिँ यीशुमा भेटाउँदैछ, अन्तिम आशा चाहिँ येशू ख्रीष्टमा भेटाउँदैछ। अनि ऊ भित्र चाहिँ त्यो डरले ठाउँ ओगट्दैछ है। मैले अस्ति सायद तल प्रभुको भयको विषयमा वचन बोल्दै थिएँ नि है, ऊ भित्र चाहिँ परमेश्वरको भयले ठाउँ ओगट्दैछ। अनि यो चोरले भन्दैछ कि तँमा चाहिँ भय छैन, तँमा चाहिँ परमेश्वरको डरै छैन, तँ अन्तिममा पनि तेरोमा घमण्डै छ, मर्नु आँट्दाखेरि पनि तँ घमण्डमै मर्दैछस्, मर्नु आँट्दाखेरि पनि तँ पस्ताव गर्नै मान्दैनस्। तर यो चोरले के भन्दैछ, तँमा चाहिँ डरै छैन। सो इन्डाइरेक्टली यो चोरले के गर्दैछ भन्नुहोस् त, इन्डाइरेक्टली पस्ताव गर्दैछ, इन्डाइरेक्टली उसले उसको गल्तीहरूलाई मान्दैछ। दोस्रो कुरा के गरेछ भन्दै गर्दाखेरि डर मान्दै तापनि परमेश्वरको डर मान्दैनस्। 41 पद, तब हामी त न्याय बमोजिम किनकि हामीले त हाम्रा कामको उचित फल पाइरहेको छौँ। यो चोरले के भन्यो भन्दै गर्दाखेरि हामीले गल्ती गरेको अनुसार हामी यो ठाउँमा छौँ, हामीले गल्ती गऱ्यौँ र यो ठाउँमा छौँ। सो प्रभु येशू ख्रीष्टसँग कल्भरी क्रुस सँगसँगै प्रभु येशू ख्रीष्टकै लेभलमा है प्रभु येशू ख्रीष्ट निर्दोष हुनुहुन्छ। अनि अर्कोतर्फ यो चोर उसको जीवनमा पाप छ, उसको जीवनमा गल्ती छ, तर यो चोरले के भन्दैछ भन्दै गर्दाखेरि हामी चाहिँ गभर्मेन्टको ल अनुसार हामी यो ठाउँमा छौँ, हामीले पाप गऱ्यौँ त्यसै कारणले हामी यो ठाउँमा छौँ। सो यो चोरले आफ्नो पापलाई देख्दैछ। सो धेरैचोटि हामी आफ्नो पापलाई देख्दैनौँ, अरूको पापलाई मात्रै देख्छौँ है, अरूको गल्तीलाई मात्रै देख्छौँ, अरूले गरेको मिस्टेक्सहरूलाई मात्रै देख्छौँ। तर यो चोरले आफ्नो गल्तीलाई देख्दैछ। यो चोरले आफ्नो जीवनभरि उसले पाप गर्यो, उसले जीवनभरि उसले गल्ती गर्यो, अनि उसले फर्केर हेर्दै गर्दाखेरि नै ऊ त्यो गल्तीमा ऊ पस्तापी हुँदैछ। उसले त्यो ठाउँमा नि ऊ यति साह्रो उसको हृदय टुटेर आउँदैछ कि उसले प्रभु येशूलाई हेर्छ
है प्रभु यीशु निर्दोष छ, आफूलाई हेर्छ, आफू त गल्ती गरेको छ है। यो चोरले सायद यीशु ख्रीष्टको लाइफलाई देखेको छ है। यो चोरले आफूले पाप गर्दै गर्दाखेरि पनि यीशु ख्रीष्टले गरेको काम सुनेको हुनुपर्छ है। यो चोरले यीशु ख्रीष्टको लाइफलाई स्टडी गरेको थियो होला है। अनि भन्दैछ कि प्रभु येशू त निर्दोष हुनुहुन्छ, तर हामीले चाहिँ पाप गरेको छौँ। दोस्रो कुरा, यो व्यक्तिले आफ्नो पापलाई देखेको छ। तेस्रो कुरा, उसले यीशुलाई चिन्छ। हेर्नुहोस् ल, तेस्रो कुरा, तर यी मानिसले त केही अनुचित काम गरेको छैन। सो तेस्रो कुरा के गर्यो यो चोरले? प्रभु येशूलाई चिन्दैछ। सो हिँड्नु, उसले प्रभु येशूलाई चिन्दैछ। नजिकतामा बस्दै गर्दाखेरि, येशू ख्रीष्टको नजिकतामा जाँदै गर्दाखेरि उसले येशू ख्रीष्टलाई चिन्दैछ। सो यदि स्वर्ग जानु हो भनेदेखिलाई हामीले यीशुलाई चिनेकै हुनुपर्छ है। स्वर्ग जानु हो भनेदेखिलाई यीशुलाई विश्वास गरेकै हुनुपर्छ। स्वर्ग जानु हो भनेदेखिलाई हामीले यीशुलाई नजिकबाट चिनेको हुनुपर्छ। अनि यो चोरले अन्तिम उसको मर्नु आँट्दै गर्दाखेरि यो चोरले प्रभु यीशुलाई नजिकतामा चिन्दैछ। अनि उसले भन्दैछ यो मानिसले त केही अनुचित कामै गरेको छैन। प्रभु यीशुलाई तपाईँ अनि मैले हेऱ्यौँ भनेदेखिलाई नि प्रभु यीशुलाई जसरी यो घटना आज 3 अप्रिलमा भएको छ। अनि 3 अप्रिल चाहिँ बाइबल स्कलरहरूले पनि भनेको छ कि 3 अप्रिल चाहिँ एक्ज्याक्ट त्यो दिन थियो अरे जुन चाहिँ दिन चाहिँ प्रभु यीशु ख्रीष्ट मर्नु भएको थियो। सो आजको दिन 3 अप्रिलमा प्रभु यीशु मर्नु भएको थियो। अरू डेट सिफ्ट हुनसक्छ, तर 3 अप्रिलमा प्रभु यीशु मर्नु भएको थियो। अनि हामीले पुरानो नियममा हेऱ्यौँ भनेदेखिलाई पुरानो नियममा चाहिँ निस्तार चाड भनेर हामी भेटाउँछौँ। निस्तार चाडमा थुमा काटिन्थ्यो अनि त्यो थुमाको रगत चाहिँ घरको चौकोसहरूमा लगाइन्थ्यो। अनि त्यो थुमाको रगतले चाहिँ मानिसहरूलाई प्रभुले उद्धार गर्नुभएको थियो। मिश्रबाट उद्धार गर्नुभएको थियो। सो एक्ज्याक्ट यो वर्ड के भनेको छ? आज म तिमीलाई स्वर्गलोकमा लान्छु भनेको चाहिँ त्यही घटना चाहिँ पुरानो नियममा प्रभु यीशुले त्यही राति चाहिँ प्रभु यीशुले मिश्रबाट उनीहरूलाई निकालिकन प्रतिज्ञाको देशमा लाँदै हुनुहुन्थ्यो। सो यो ठाउँमा के भएको छ? यो व्यक्तिले प्रभु यीशुलाई चिनेको छ। चौथो कुरा, यीशुसँग बोल्ने आँट गर्छ यो व्यक्तिले। प्रभु यीशुसँग बोल्ने आँट गर्छ 42 पदमा। अनि त्यसले भन्यो, हे येशू तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। यो व्यक्ति नि उसको उसकोमा पाप त छँदैछ, उसकोमा गल्ती छँदैछ, उसले प्रभुको डर पनि मान्दैछ, ऊ पश्चातापी गर्दैछ। अनि चौथो कुरा, उसले प्रभु यीशुसँग बोल्ने आँट गर्दैछ। सो हामीलाई धेरैचोटि हाम्रो पापले प्रभुको अगाडि जानै दिँदैन। हाम्रो अधर्मले, हाम्रो गल्तीहरूले प्रभुको अगाडि जानै दिँदैन। तर प्रभु येशूको रगतले चाहिँ हामीलाई प्रभुको नजिकतामा लान्छ है। प्रभुको रगतले हामीलाई यीशु ख्रीष्टको नजिकतामा लान्छ। प्रभुको रगतले हामीलाई पिताको नजिकतामा लान्छ। सो यो व्यक्ति प्रभुसँग बोल्ने आँट गर्दैछ। सो पाँचौँ कुरा के गर्दैछ? पाँचौँ कुरा म भन्छु, यही पदमा 42 पदमा लेख्छ, हे येशू तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। हे येशू भनेको छ। अर्को ट्रान्सलेसनमा चाहिँ मास्टर भनेको छ, लोर्ड भनेको छ, प्रभु भनेर भनेको छ। सो बाइबलले के भनेको छ भन्दै गर्दाखेरि जसले पनि येशू ख्रीष्टलाई प्रभु भनेर ग्रहण गर्छ, एक्सेप्ट गर्छ, उसलाई प्रभुले उद्धार दिनुहुन्छ भनेर भनेको छ। रोमीमा हामीले पाउँछौँ, जसले पनि परमेश्वरलाई प्रभु भनेर, लोर्ड भनेर, मास्टर भनेर जसले पनि प्रभुलाई विश्वास गर्छ अथवा मानिलिन्छ, उसलाई प्रभुले उद्धार गर्छु भनेर भन्नुभएको छ। सो यो व्यक्तिले नि यो स्टेटमेन्टलाई हेऱ्यौँ भनेदेखिलाई यो व्यक्तिले नि प्रभुले गर्नुभएको कामलाई प्रभुले के भन्दैछ? यो व्यक्तिले प्रभु भनेर मानिलिँदैछ, मास्टर भनेर मानिलिँदैछ। अनि अन्तिम कुरा के भन्दैछ भन्दै गर्दाखेरि यो व्यक्तिले प्रभु यीशुलाई सम्झनुहोस् मात्रै भन्दैछ क्या। प्रभु तपाईँले मलाई सम्झिदिनुहोस्, रिमेम्बर मात्रै गरिदिनुहोस् है। तपाईँले मलाई सम्झिदिनु मात्रै भयो भनेदेखिलाई पनि काफी छ। तर प्रभु यीशुले सम्झिनु मात्रै भन्नुभएको छैन, तर प्रभु यीशुले के भन्नुभयो? अन्तिम हामीले भर्खर पढ्यौँ, आज तिमी मसित स्वर्गलोकमा हुनेछौ। सो यो व्यक्तिकोमा आशाहरू पनि लिमिटेड थियो है। यो व्यक्तिकोमा सीमित आशा थियो। यो व्यक्तिकोमा सोच्ने दृष्टिकोण पनि सीमित थियो, किनभने कति बेला पनि है ऊ मर्न सक्छ। तर नि पछि हुने कुरा चाहिँ नि प्रभु यीशुले के भन्नुभयो? आज हुनेछ। सो विश्वास र पश्चातापले चाहिँ पछि हुने कुरा चाहिँ आज ल्याउन सक्छ। फ्युचरमा हुने कुरा चाहिँ नि आज हुनसक्छ है। विश्वासले चाहिँ भोलि हुने कुरा चाहिँ आज देखा पर्न सक्छ। सो यो व्यक्तिले चाहिँ भोलि हुन्छ होला, एक दिन प्रभु आउँदाखेरि मलाई पनि लानुहुन्छ होला, म प्रस्ताव गर्दैछु भनेर भोलि पर्सि हुने घटनालाई चाहिँ प्रभु यीशुले के भन्नुहुँदैछ? आज चाहिँ तिमी मसँग हुनेछौ। आज चाहिँ, सो आज भन्ने वर्डलाई चाहिँ
अब भन्ने वर्डलाई चाहिँ हिब्रू 11 पदले पनि भनेको छ अब विश्वास चाहिँ नदेखिने कुराको प्रमाण हो भनेर भनेको छ। सो नाउ फेथ भनेको छ, आज भनेर भनेको छ। सो आज हाम्रो जीवनमा हामीले यो चोरबाट है, क्रुसको चोरबाट हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ आज हामीले यो चोरबाट हामीले के कुरालाई बुझ्न सक्छौँ भन्दै गर्दाखेरि पहिलो कुरा त हामीले प्रभुको डरलाई जीवनभर मान्ने हुनुपर्ने रहेछ। दोस्रो कुरा है, हाम्रो जीवन चाहिँ पश्चातापी भएर जिउनु पर्ने हुन रहेछ है। तेस्रो कुरा हामीले यसुलाई चिन्नै पर्ने रहेछ है। चौथो कुरा चाहिँ हामीले हरेक दिन प्रभुसँग बोल्नु पर्ने हुन्छ। सो यो चोर त लास्ट मोमेन्टमा बाँचेको थियो, तर हामीसँग त लाइफ छ, हामीसँग जीवन छ है, हामीसँग समय प्रभुले हामीलाई दिनुभएको छ। सो यो 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 घटनाबाट, यो दोस्रो बाणबाट हामी के बुझ्न सक्छौँ भन्दै गर्दाखेरि आज हाम्रो समयलाई हामी सही प्रकारले है प्रभुसँग चिन्नमा, प्रभुलाई चिन्नमा हामीले समय बिताउनु पर्ने हुन्छ। सो हामी यो कुरालाई बुझ्छौँ कि प्रभुले आज हामीलाई हाम्रो मेहनतलाई, हाम्रो विश्वासलाई, हाम्रो पश्चातापलाई प्रभुले खेर जान दिनुहुन्न। सो यो वचन पढाइ अनि सुनाइमा प्रभुले आशिष दिनु। तपाईँहरूको अघि उभिनु पाउँदा एकदमै खुसी लाग्यो र आज गुड फ्राइडेको दिन म एउटा गीतलाई गाउन लागिरहेको छु र यो गीत सुन्दै गर्दा तपाईँहरू पनि आशीर्वाद बन्नुहुन्छ भन्ने कुरा म विश्वास गर्छु।
विशेष गरिकन समय कुदिराखेको छ है। हामी सरासर हामी उहाँले बोल्नुभएको 7 बानीहरूको विषयमा हामीले आजको दिनमा हामीले सुनिराखेका छौँ। यो साँचो कुराहरू आज हामीले उहाँले बोल्नुभएको त्यो 7 बानीहरू हामीले सुनिराखेका छौँ। समय दौडिराखेको छ। हामी सरासर हामी यो मलाई तेस्रो बानीको जिम्मेवारी पास्टर बाउले दिनुभएको छ। तपाईँले यो तेस्रो बानीको विषयमा तपाईँले केही आशिषका शब्दहरू राखिदिनुहोस् भनिकन अनि म यो ठाउँमा तपाईँहरूसँग छु। विशेष परमेश्वरलाई धन्यवाद होस्। अनि यहाँनिर हामीले तपाईँले मसँग यौनाको किताब 25 अध्यायको है 19 अध्यायको हामी 26-27 पदलाई पढेर हामी यो बानीमा प्रभुले बोल्नु भएको कुराहरूलाई हामी सुन्न जानेछौँ। म तपाईँहरूको माझमा पढिराखेको छु। जब येशूले आफ्ना आमालाई र उहाँले आफ्नो प्रेम गर्नुभएको चेलालाई नजिकमा उभिराखेको देख्नुभयो, तब उहाँले आफ्नो आमालाई भन्नुभयो, हे नारी, हेर तिम्रो छोरो। तब 27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, हेर तिम्रो आमा। औ त्यस बेलादेखि त्यस चेलाले उनलाई तिनको आफ्नै घरमा लगे। परमेश्वरलाई धन्यवाद छ यो वचन पढाइ सुनाइमा। र विशेष यहाँनिर उहाँले बोल्नुभएको बानीको विषयमा म बोल्न लागिराखेको छु। यो एउटा ठुलो जिम्मेवारीको विषयमा बोलिराखेको मैले यो शब्दबाट यो बानीबाट मैले यो आशिषलाई मैले प्राप्त गर्न सकेँ। यो ठुलो एकदमै जिम्मेवारीको साथमा है आज परमेश्वर ख्रीष्ट येशूले यो बानीलाई तेस्रो बानीलाई बोलिराखेको यहाँनिर हामीले सुन्न गइराखेका छौँ है। यहाँनिर भन्नुभयो है आफ्नो आमालाई है यहाँनिर प्रेम गर्ने कुराहरू आफ्नो आमालाई अनि आफ्नो प्रेम गरेको चेलाको विषयमा उनीहरूले भनिराखेको थियो है। हेर तिम्रो छोरा। यहाँनिर थुप्रो कुराहरू सुन्न पाउँछौँ हामीले है। तर हामी यहाँनिर एउटा प्रेमको शब्द चलाएको छ है। आमालाई अनि उसलाई प्रेम गर्ने चेलालाई चाहिँ उहाँले प्रेम गर्नुहुन्थ्यो। अनि उहाँले भनिराखेको थियो, हेर तिम्रो छोरो अनि हेर तिम्रो आमा भनिकन यहाँनिर हामीले बोलिराखेको कुराहरू हामी थाहा पाउँछौँ। यो अवस्थामा है यो अवस्थामा उहाँले कस्तो रूपमा उहाँले बोलिराख्नु भएको थियो है। आज हामीलाई त हामी स्वतन्त्र छौँ, हामीलाई कुनै केही भएको छैन, हामी स्वतन्त्रसँगले हामीले यो तेस्रो बानीलाई बोलिराखेको छौँ। तर हामीले यो शब्द पढ्दै गर्दा चाहिँ उहाँ चाहिँ यति डरलाग्दो पीडामा हुनुहुन्थ्यो है। यति डरलाग्दो उहाँलाई दुखाइ पीडाइ भइराखेको थियो है। खुट्टामा काँटी ठोकिराखेको थियो, हातमा काँटी ठोकिराखेको, शिरमा काँडाको मुकुट लगाइराखेको अवस्थामा कोर्राको चोटै चोट शरीरमा है रगतको भल बगिराखेको थियो। त्यो अवस्थाबाट पनि आफ्नो आमालाई उहाँले प्रेम गर्नुहुन्थ्यो, आफ्नो चेलालाई प्रेम गर्नुहुन्थ्यो। त्यति बेला चाहिँ उहाँले एउटा ठुलो जिम्मेवारीको साथमा बोल्दै हुनुहुन्थ्यो कि है हेर तिम्रो छोरा। अब तपाईँ अनि मैले यो समय बितिराखेको छ, हामीले छिटो छिटो बोल्नुपर्छ है। हेर तिम्रो छोरा भनेर यहाँनिर भन्दै थियो। उहाँलाई मात्रै प्रेम गर्नुहुन्थेन, उहाँको आमालाई मात्रै प्रेम गर्नुहुन्थेन, उहाँको चेलालाई मात्रै प्रेम गर्नुहुन्थेन। उहाँले प्रेम चाहिँ तपाईँ अनि म जस्तो उहाँका छोराछोरीलाई प्रेम गर्नुहुन्थ्यो। यो प्रेम आज उहाँले प्रेमको शब्दहरू बोलिराख्नु भएको थियो। 27मा चाहिँ यहाँनिर पनि 27मा पनि एउटा ठुलो जिम्मेवारीको कुराहरू बोलिराखेको थियो। तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, हेर तिम्रो आमा। औ त्यस बेलादेखि त्यस चेलाले उनलाई तिनको आफ्नै घरमा लगे। त्यो अवस्थामा त्यो पीडामा पनि है हुँदै गर्दाखेरि पनि ख्रीष्ट येशूले आफ्नो जिम्मेवारीलाई निभाउनु भयो है। आज तपाईँ अनि मैले पनि है आज यो जस्तै अवस्थामा हाम्रो जीवनमा है दुःख कष्ट समस्या जस्तै कुराहरू हुँदै गर्दाखेरि पनि हाम्रो जीवनमा आएको जिम्मेवारीहरूलाई चाहिँ आज तिमीहरूले निभाउनु पर्छ भनिकन यहाँनिर ख्रीष्ट येशूले यो बानीलाई बोलिराखेको कुरा हामी थाहा पाउँछौँ है। अनि यहाँनिर 26मा हामीले के सुन्न पाउँछौँ अनि साँचो कुरा चाहिँ के सुन्न पाउँछौँ भन्दा जब हामीले उत्पत्तिको 3 अध्यायमा हावा अनि आदमले परमेश्वरसँगको मानिससँगको सम्बन्धलाई
अलग गरिराखिदिएको थियो है। त्यो सम्बन्धलाई अलग अब नहोस् भनिकन त्यो परमेश्वर र मानिसको सम्बन्ध चाहिँ जो भाताभुङ्ग भइराखेको थियो त्यो सम्बन्धलाई जोड्नको लागि चाहिँ ख्रीष्ट यीशु कालबारी क्रुसमा हुनुहुन्थ्यो। त्यो पीडालाई उहाँले सधैँ गर्दाखेरि पनि सजिलै तपाईँ अनि मेरो लागि यिनीहरूलाई मैले जीवन दिनुपर्छ, यिनीहरूलाई मैले पापबाट छुटकारा गर्नुपर्छ, यिनीहरूलाई मैले जीवन दिनुपर्छ भनिकन उहाँले त्यो पीडालाई सजिलै सहँदै हुनुहुन्थ्यो। अनि त्यो पीडाको अवस्थाबाट हुँदै गर्दा जाँदै त्यही ठाउँबाट जाँदै गर्दाखेरि पनि आफ्नो जिम्मेवारीलाई उहाँले निभाइराख्नु भएको थियो है। आज हामीले यशाया 49 अध्यायको 16 पदमा तपाईँ हामीले पढ्न पाउँछौँ, तपाईँ अनि म चाहिँ उहाँको हत्केलामा लेखेको छोराछोरीहरू भनेर हामी बाइबलमा पढ्न पाउँछौँ है। आज साँच्चै नै हामी यो बानीबाट हामी यही कुराहरू हामी थाहा पाउँछौँ, जहिले पनि हामीले थाहा गर्नुपर्ने है। आज उहाँले यो बानीहरू रूपी वचनहरू चाहिँ आज थुप्रो छ। जब आज उहाँ चाहिँ हाम्रो लागि कालबारी क्रुसमा मर्नुभयो भनेदेखि हामी पनि उहाँमा भएर जिउनु जरुरी छ। यो बानीहरूलाई एउटा हामीले एकदमै बानीहरूलाई पालन गरेर जिउन जरुरी छ भनेर म भन्न चाहन्छु। हुन्छ, समय कुदिराखेको छ है। यो मैले तेस्रो बानीलाई तपाईँहरूको माझमा केही आशिषको शब्दमा आशिषका कुराहरू राख्न सकेँ है। आज तपाईँ अनि मेरो जीवनमा घटी कमीहरू हुँदै गर्दाखेरि पनि यो ख्रीष्ट येशूले जसरी आफ्नो त्यो अवस्थाबाट पनि त्यो अवस्थामा भएर उहाँले त्यो जिम्मेवारीलाई पुरा गर्नुभएको थियो। आज तपाईँ अनि मेरो पनि यो जिम्मेवारीहरू थुप्रो छ हामी संसारमा भएर गर्नुपर्ने, हामीले पनि त्यो जिम्मेवारीलाई हामी पुरा गर्न सकौँ है। परमेश्वरलाई धन्यवाद होस्। र यो मेरो तेस्रो बानी म यहाँनिर राख्न चाहन्छु। जय मसीह। जय मसीह। आज मेरो चौथो बानी पढेको छ। यसकारणले गर्दा तपाईँले मसँग पढिदिनुहोस्। यूहन्ना 19:28 यस्तो लेखेको छ, यहाँ तपाईँले निकाल्नुहोस् हो। त्यसपछि येशूले सबै कुरा अब सिद्धे भनी जानेर धर्मशास्त्र पुरा होस् भनी भन्नुभयो। र यो अर्को पाठ यो टीका लागेपछि म भन्नेछु, यति मात्रै हालेर यहाँ भन्नुहुँदैछ कि यो कुरा चाहिँ यहाँ यस्तो भनेको छ के भन्छ अनि यहाँ फेरि चाहिँ यसपछि येशूले सबै कुरा अब सिद्धे भनी जानेर धर्मशास्त्र पुरा होस् भनी भन्नुभयो। र विशेष गरी चाहिँ मैले चाहिँ मनन गर्दै थिएँ, परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो है। परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। त्यसले गर्दा संसारमा प्रभु यीशु ख्रीष्ट किन चाहिँ आउनुभयो है। प्रभु यीशु ख्रीष्ट संसारमा किन आउनुभयो भन्दा चाहिँ उहाँको एउटा उद्देश्य थियो कि सारा जति पनि उहाँको सृष्टिहरू छ, जातिहरू हरेकले उद्धार पाओस्, हरेकले मुक्ति पाओस्, हरेकले जीवन पाओस्, कोही पनि नाश नहोस् भनेर चाहिँ यसरी पठाउनु भएको थियो है। उहाँ चाहिँ यसरी संसारमा घर बसाउनु आउनुभएको होइन, तर उहाँ चाहिँ आफ्नो पिताको उद्देश्य पुरा गर्न निम्ति आउनुभएको थियो। त्यसले गर्दा उहाँ यसरी आइकन हरेक पापीहरूलाई है, सबैजना, किनकि बाइबलले छ हामी सबैजना आमाको गर्भबाट नै हामी पापमा जन्म लिएको छौँ। त्यसले गर्दा हामी सबैजना पापी छौँ। त्यसले गर्दा हरेकले उद्धार पाओस्, मुक्ति पाओस्, जीवन पाओस् भन्ने हेतुले म आउनुभएको। त्यसले गर्दा आज हामी जस्तो मानिस जस्तोलाई म त अरू भन्दा म आफ्नो जीवनमा हेर्छु हामीहरू कुन अवस्थामा थियौँ है, कुन जग्गामा थियौँ। प्रभु नपाउँदाखेरि हामीहरू अन्धकारमा थियौँ। अन्धकार भनेको मतलब अब कतिले तपाईँले बुझ्दैन होला। अन्धकार भनेको भरे बेलुका 7 बजी अँध्यारो हुने कुरो होइन है। यो चाहिँ हाम्रो जीवनको अन्धकार हो। हामीहरू चाहिँ कस्तो थियो भने हामी अन्धकार भनेको मतलब हामीले उद्धार कहाँ पाउँछौँ है। ढुङ्गा मुढालाई पुजिरहेको थियौँ, ढुङ्गामा उद्धार छ कि छैन, मुक्ति छ कि छैन है। घाम जुनलाई पुजिरहेको थियौँ है, घाममा हामी शान्ति के पाउँछौँ, उद्धार पाउँछौँ, मुक्ति पाउँछौँ भन्ने कुरो, यो कुरोमा हामी अल्झेको थियौँ है। यो कुरो धेरै कुरो थियो। अनि कतिवटा कुरो हामीले है जीवजन्तुहरूलाई हामीले पुज्थ्यौँ, गाईलाई पुज्थ्यौँ, साँपलाई पुज्थ्यौँ, हात्तीलाई, बाँदरलाई है। यसरी अब त्यो सबको भित्र जाँदिन है। यस्तोमा हामीले आशा राख्थ्यौँ। अब हाम्रो आस्था त्यही थियो। त्यस्तोमा हामी भरोसा पर्थ्यौँ है। अनि रुखपातलाई, बरको रुख, पिपलको रुखलाई हामीले है यसरी कतिवटा कुरो पुज्दै गर्थ्यौँ। त्यो कुरोमा थियो हामी, अन्धकारमा थियौँ हामीहरू। हामीले सत्य कुरो जानेकै थिएनौँ, बुझेको थिएनौँ सत्य कुरो के हो त्यस्तो कुरोमा हामीले विश्वास गरेर हामी अड्किरहेको थियौँ है। त्यसले गर्दा प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो। संसारमा आइकन चाहिँ उद्धार के हो, मुक्ति के हो, अनन्त जीवन के हो भन्ने कुरो उहाँले हामीलाई छोड्नुभयो हो। र उहाँले भन्नुभएको वचनमा यूहन्ना 14:6 भनेको छ, बाटो, सत्य र जीवन चाहिँ मै हुँ।
मद्वारा बाहेक तिमीहरू उद्धार पाउन सक्छौ है भनेर भन्नुभएको थियो। त्यसले गर्दा आज हामीलाई त्यो ठाउँबाट त्यो पापको दलबाट हामीलाई छुटकारा दिनुभयो। हामी कस्तो त्यो छौँ है, घिनलाग्दो ठाउँमा थियौँ, त्यहाँबाट हामीलाई छुटकारा दिनुभयो। आज हामीलाई उहाँले उद्धार दिनुभयो, मुक्ति दिनुभयो। अब हाम्रो उद्देश्य यही छ कि हामी चाहिँ हाम्रो मृत्यु संसारको शरीर, यो शरीर त मृत्यु माटोमा जान्छै जान्छ, मर्छै मर्छौँ हामी, तर हाम्रो आत्माको लागि हामी यति दुःख गर्छौँ, कष्ट गर्छौँ, हामी भनाइ खान्छौँ, विरोध सहन्छौँ। जसरी प्रभु यीशु ख्रीष्टले पनि उहाँ यसरी परमेश्वरको पुत्र हुँदै पनि उहाँले पनि यसरी दुःख सहनुभयो, भनाइ सहनुभयो, पिरोहरू सहनुभयो है, कुटाइहरू सहनुभयो। त्यसले गर्दा आज हामीलाई पनि त्यही हृदय दिनुभएको छ प्रभुले। आज हामीलाई पनि धेरै यस्तो आउँछ, बाधाहरू आउँछ है, परीक्षा आउँछ, त्यो सबै कुरो सहेर बस्नुपर्छ। र मात्रै हामीले अरूले गरेको जस्तै बराबर गऱ्यौँ भने त के फाइदा है। त्यसले गर्दा हामीलाई नम्रताको जीवन यसरी प्रभुले दिनुभएको छ। उद्धार पाओस्, मुक्ति पाओस् है, तिम्रो शुद्ध हो, पवित्र हो भनेर बारम्बार वचनले भनिरहेको छ। यो कुरा आज हामीले बुझ्नुपर्ने रहेछ है यो कुरो। किनभने उहाँ त संसारमा त्यसै आउनुभएको थिएन है। हामीले अहिले वचनमा हेऱ्यौँ भने मत्तीतिर हेऱ्यो भने कति चेलाहरू उहाँले यसरी सुसमाचार सुनाउँदाखेरि चेला उसको विरोधीहरूले है उहाँलाई यसरी त्यो भिडबाट लडाएर मार्नु खोजेको लडाएर मार्नु खोज्दा उहाँ त्यहाँबाट उम्केर निस्केर जानुभयो है। त्यो कुरो भन्यो भने अब लामो हुन्छ होइन, कति ठाउँमा त्यो मात्रै होइन, फेरि उहाँलाई कतिले यसरी ढुङ्गाले हानेर मार्नु खोजेको थियो है, त्यहाँबाट उहाँ जोगेर निस्किनु भयो। किनभने त्यो मृत्यु त्यसरी ढुङ्गाले हानेर मरेको भए, सायद भिडबाट झरेर मरेको भए त्यो मृत्यु एउटा साधारण मृत्यु हुन्थ्यो है। त्यो साधारण मृत्यु हुन्थ्यो, केही मूल्यको हुन्थेन, तर ऊ चाहिँ क्रुसमै जानु पर्थ्यो, क्रुसमै बलि हुनु पर्थ्यो है। क्रुसमा एकदम त्यो एकदमै निर्दयी साथ उहाँको मृत्यु हुनु पर्थ्यो। त्यो कुरो आज परमेश्वरले हामीलाई देखाउनु भयो है। त्यसले गर्दा उहाँको वचनले भन्छ नि, बाटो म हुँ, सत्य पनि मै हुँ, जीवन पनि मै हुँ भनेर यसरी उहाँले भन्नुभएको छ। त्यसले गर्दा आज हामीले पनि त्यो कुरो आज हामीले राम्ररी बुझ्नुपर्छ है, र मात्रै हामीले उद्धार पाउँछौँ भन्ने कुरो हुन्छ है। अर्को कुरो यहाँ लेखेको छ, अझै कुरो तल्लोपट्टि यहाँ त्यही पदमा 28 भन्दैछ, मलाई तिर्खा लाग्यो भने चाहिँ तिर्खा अन्तिम समय अब उहाँलाई क्रुसमा उहाँ झुन्डिनु भएको छ है। अब भन्नु भने पिलातुसको अगाडि उसको है राजा के अरे हेरोद राजा पिलातुस राजा घरि यता गर्दाखेरि उनीहरू बिहिबारदेखि नै पकडा परेर है उहाँलाई खानु थिएन, पिउनु थिएन, कति कोराको चोट 49 कोराको चोट खानुभएको थियो है, कति ठोकाइ कुटाइ, कति विरोध है, त्यो सब सहेको थियो। त्यसले गर्दा त्यो सब सहँदा फेरि उहाँले अझै त्यो लहुलुहान भएर है, जब लहुलुहान भयो उहाँको शरीरबाट सबै खुन बगिरहेको थियो है, हातबाट खुट्टाबाट है, यसरी उसको उसको कोखाबाट सबै खुनहरू सकिसकेको थियो। र अन्तिम समयमा उहाँले भन्दैछ, यहाँ लेखेको छ, यहाँ चाहिँ मलाई तिर्खा लाग्यो है, मलाई तिर्खा लाग्यो भनेर भने चाहिँ यहाँनिर अब त्यसकै मुनि अझै तपाईँले मसँग पढ्यो भने यहाँ रहेछ तिर्खा लाग्यो। त्यहाँ 29मा लेखेको छ, त्यहाँ सिर्काले भरेको एउटा भाँडो राखिएको थियो, यसकारण सिर्काले भरेको स्पन्ज एउटा हिंसकमा अड्काएर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए। जब यसो सिर्का खानुभयो तब उहाँले भन्नु, अब सिद्धियो, अब उहाँले शिर निहुराएर आफ्नो आत्मा सुम्पिदिनु भयो भने चाहिँ। र यो वचन अनुसार चाहिँ अब है अन्तिम समयमा कति चाहिँ तिर्खा लागेको थियो र कति भोक लागेको थियो, रातभरि उहाँलाई शान्ति थिएन है, कुटाइ थियो, यता जानु थियो है, त्यस्तो गर्थ्यो। र कति त्यो तिर्खा लाग्दा उसको थुकहरू सुकिसकेको थियो होला है। र उहाँले भन्छ मलाई तिर्खा लाग्यो भन्दाखेरि उसलाई 1 चम्ची पानी पनि नसिब भएको थियो त्यति बेला है। पानी 1 चम्ची पानी कस्तो पाए कस्तो हुन्थ्यो होला है, त्यस्तो तिर्खा लागेको थियो होला। तर त्यहाँ पानीको बदलामा त्यो सिर्का, कति तपाईँले सिर्का खाएको छ खाएको छैन, कस्तो टर्रो हो है, कस्तो टर्रो छ। मोमो दोकानतिर थोपा पाउँछ है, त्यो सिर्का खानु सक्दैन। तर त्यहाँ भने चाहिँ सिर्का स्पोन्जले भिजाएर चाहिँ है त्यो सिर्का दियो भने चाहिँ पानीको बदलामा त्यो सिर्का दियो। अब उहाँलाई कस्तो चाहिँ तिर्खा लागेको थियो होला है। तर यहाँ बच्चाले भन्दैछ त्यो सिर्कै भए पनि उहाँले चुस्नु भयो, चुसेर अब तिर्खा मार्यो होला सायद है, कस्तो भयो होला है। त्यो कुरो अब मैले भन्दै लामो थियो कि धेरै लामो हुन्छ है त्यो कुरो। त्यसले गर्दा उहाँले भन्दैछ यो जो उहाँ उसको विरोधीहरूले मार्नु खोज्दाखेरि उहाँ त्यो निस्केर जानुभयो है। तर जब क्रुसमा जब उहाँ मृत्यु हुनुभन्दा अगाडि जब उहाँको कस्तो विरोधीहरू त्यहाँ भेट्न आयो है, भेट्न आउँदाखेरि हरेक उहाँलाई सोध्दै हुन्छ कि तिमीहरू कसलाई खोज्दैछौ भन्दाखेरि है उहाँले भन्नु सक्थ्यो है, उसको विरोधीले भनेछ हामी यीशुलाई खोज्न आउँदैछौँ है, यीशुलाई खोज्न आउनु भन्थ्यो। उहाँले त्यसरी उम्किनु हो भने त यसरी
त्यो विरुद्धहरूलाई उता गएको छ भनेर ढाँट्न सक्थ्यो। तर उहाँले भने त्यो तपाईँले जसलाई खोज्नु हुँदैछ त्यो चाहिँ मै हुँ भन्ने बित्तिकै उसको विरुद्धहरू त्यही नै बेहोस जस्तो भएको छ है। यसरी त्यसले गर्दा आफ्नो इच्छा अनुसार उहाँले आफ्नो प्राण त्याग्नु भएछ। उहाँले यसरी है आफ्नो इच्छा यहाँ बच्चनले भन्दैछ आफ्नो इच्छामा सबै काम सिद्धियो, सबै काम सिद्ध्याइसकेपछि चाहिँ अब उनले आफ्नो प्राण चाहिँ आफ्नो इच्छाले त्यागेको छ है, प्राण त्याग्नुभयो। यसरी त्यसले गर्दा यो मृत्यु साँच्चै नै बहुमूल्य मृत्यु छ है। त्यसले गर्दा यो क्रुसीकरणको कुरामा हामीले हेर्दै जाँदाखेरि वचन हेऱ्यो भने यति लामो हुँदैछ है, घन्टौँसम्म पनि सकिँदैन। तर यो कुरो आज हामीले बुझ्नुपर्छ है। त्यसले गर्दा परमेश्वरले हाम्रो निम्ति कति दुःख कष्टहरू सहनुभयो, दुःख कष्ट सहनुभयो र विरोध सहनुभएको थियो, यो कुरा आज हामी हरेकले बुझ्नुपर्ने छ। र प्रभुलाई धन्यवाद होस्। यो सानो समय फेरि यहाँ राख्छु। तपाईँलाई जय मसीह। अहिलेसम्म तपाईँहरूले 4 बानी तपाईँले सुन्दै आउनुभयो। मेरो पालो चाहिँ यहाँ 5 बानी परेको छ र मैले यहाँ टाइम पनि हेर्दैछु। पास्टरले पहिल्यैबाट सबैलाई सतर्क गराउनु भएको छ, सबलाई 5-5 मिनट भनेर यसरी लेखिदिनु भएको रहेछ। अनि म चाहिँ अलिकति ढिलो छु, सायद बाइबल खोल्नु मलाई टाइम लाग्छ। र प्रभुलाई पनि धन्यवाद र पास्टर बाउलाई पनि धन्यवाद त्यो समय दिनुभएको लागि। पास्टर बाउले यसरी समयलाई याद गरेर उहाँले 5-5 मिनट भनेर दिनुभएको छ र सायद अलिकति लामो हुन्छ कि जस्तो मलाई लाग्दैछ। 1:35 जाँदो रहेछ घडीमा। र मेरो चाहिँ यहाँनिर मर्कुस 15:34 पढेको छ। म यसरी पढ्दैछु, तपाईँहरूले बाइबल अघिबाटै खोलिराख्नु भएको छ र म पढ्न लागि। मर्कुस 15:34। तेस्रो प्रहरमा यसरी भनेर यीशु ठुलो स्वरले कराउनु भयो, इलोई इलोई नामा सब खतानी, जसको अर्थ हो हे मेरो परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो भनेर यहाँनिर 5औँ बानीमा मैले पढ्न लागेर पढिराखेको छु। मेरो 5औँ बानी हो र यहाँनिर मैले जानेको कुरा तपाईँहरूलाई आशिषको रूपमा 1-2वटा बताउनु मन लागेको छ। आज समय पाएको छु र हामी अलिकति ध्यानसँगले सुनौँ। र यहाँनिर 5औँ बानीमा मैले जानेको कुरा चाहिँ ख्रिस्ट मर्नुभन्दा केही अगाडि उहाँ क्रुसबाट पराउनु भएको हो यो, हे मेरो परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो भनेर यहाँनिर कराउनु भयो। अनि हामीले भजन सङ्ग्रह 22:1 हेऱ्यौँ भने पनि जो सङ्कटको समय थियो, सङ्कटको समयमा, दुःखको समयमा दाउदले पनि त्यहाँनिर भनेको कुराहरू हामी यहाँनिर पाउँछौँ। त्यहाँ पढ्यौँ भने हामीले पाउँछौँ यीशुले किन चाहिँ यसरी भनेर चाहिँ कराउनु भयो भन्दाखेरि त्यो समय यति साह्रो डरलाग्दो दुःख थियो, यति साह्रो तकलिफ थियो। अघि हामीले सुन्दै थियौँ उहाँ कोराले भरिएको, खाएको, चोटै चोट भएको, उहाँको शरीर नै घाउ भएको अवस्थामा उहाँ कराउनु भयो। किन कराउनु भयो भन्दाखेरि चाहिँ सारा देशभरिको अन्धकारले यीशुमाथि पनि परेको थियो। सारा संसारभरि भएको, सारा जगतभरि भएको जतिवटा पाप थियो त्यो सबै प्रभु यीशुमाथि खनिएको थियो। उहाँ चोटै चोट मात्र होइन, तर सारा संसारमा भएको जति पनि मानिसहरू छ, आज कतिजना चाहिँ आज जन्मिनेवालाहरू छ हामीलाई थाहा छैन, यी सबैले गरेको पापहरू चाहिँ उहाँमाथि खनिएको थियो त्यो समयमा। अनि उहाँले पनि पुरा तवरले परमेश्वरको बिछोडको त्यति बेला अनुभव गर्नुभयो। मलाई सारा संसारको दुःख कष्ट यो बेला आइराखेको छ, यो सबै पापहरू आइराखेको छ यहाँनिर भनेर उहाँले पनि त्यो कष्टलाई अनुभव गर्नुभयो। मलाई अब प्रभुले त्याग्नु भएको छ,
त्यागिराख्नु भएको छ भनेर उहाँले अनुभव गर्नुभयो भन्ने कुराहरू यहाँबाट म बुझ्दछु। अनि पाप उहाँमाथि पर्यो भनेर हामी बाइबलमा पाउँछौँ। परमेश्वरको क्रोध पनि उहाँमाथि नै पर्यो, श्राप उहाँमाथि नै पर्न आयो। प्रभु यीशु ख्रीष्टमाथि नै सबै श्राप उहाँमाथि नै पर्नु आयो अनि काठमा उहाँ झुन्डिनु पर्यो। अनि हामी यहाँनिर व्यवस्था 23को हामीले 21को 23मा हेऱ्यौँ भने त्यहाँ राम्रोसँगले पढ्यौँ भनेदेखि व्यवस्थाको समयमा जसले पाप गर्थ्यो त्यो पाप गर्ने काठमा झुन्डिनु पर्थ्यो, रुखमा काठमा झुन्डेर मरिनु पर्थ्यो। त्यो खालको व्यवस्था थियो। अनि जसले पाप गर्छ, जसले अधर्म गर्छ उहाँ चाहिँ झुन्डिनु पर्थ्यो। अनि त्यहाँनिर झुन्डिनेहरू चाहिँ के हुन्थ्यो? श्रापित हुन्थ्यो भनेर चाहिँ त्यहाँनिर लेखिएको छ। अनि त्यो श्राप, संसारभरिको श्राप चाहिँ प्रभु यीशु ख्रीष्टमाथि पर्यो। अनि उहाँ क्रुसमा के हुनु पर्यो? उहाँ झुन्डिनु भयो। अनि यीशुले त्यही अनुभव गर्नुभयो। यो कुराहरूको अनुभव प्रभु यीशु ख्रीष्टले गर्नुभयो। अनि गलातीको पुस्तकमा पनि यो कुरा लेखिएको छ। अलिकति तपाईँले पढिदिनुहोस् गलातीको पुस्तक। म अलिकति हजुरहरूलाई दुःख दिनु पर्यो। गलातीको पुस्तक तपाईँले 3:13 पढिदिनुहोस् न। मैले अलिकति आँखा कमजोरी भयो, अलिकति उज्यालो नआएको कारणले गर्दाखेरि पढिदिनुहोस् छिटो। हजुर। हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। हो, काठमा झुन्डिने चाहिँ त्यो समयमा चाहिँ सबै श्रापित हुन्थ्यो। तर उहाँ पनि श्रापित, हाम्रो सबै श्रापहरू उहाँमाथि पर्यो। अनि उहाँ काठमा झुन्डिनु भयो, त्यो क्रसमा उहाँ झुन्डिनु भयो। अनि तपाईँ र मलाई प्रभु यीशु ख्रीष्टले कल्भरी क्रुसमा बलिदान भएर उहाँको रगतले धोएर आज हामी सबैजना यहाँनिर सङ्गति गर्न पाइरहेको छ। प्रभुले तपाईँ र मलाई त्यो कुराहरूबाट उद्धार अनि मुक्ति परमप्रभु परमेश्वरले दिइराख्नु भएको कुराहरू हामी यहाँ बाइबलबाट तपाईँ र मैले यहाँबाट पढ्नुपर्छ। यो बानीले मलाई लागेको छ यो बानीले यो अर्थ लगाउँछ। परमेश्वरले त्यो बेलामा यीशुलाई साँच्चै नै त्याग्नु भएको थियो, साँच्चै नै त्याग्नु भएको थियो। उहाँले त्यो समय प्रभु यीशु ख्रीष्टलाई जब पाप पर्यो उहाँले त्यो पाप पनि हेर्नु सक्नु भएन। अनि केही छिन उहाँ ओझेल हुनुभयो। अनि त्यो ओझेल हुँदाखेरि प्रभु यीशुलाई याद भयो, अब मलाई प्रभुले छोड्यो। यसै कारण उहाँले कराउनु भयो, हे परमेश्वर तपाईँले मलाई किन त्याग्नु भयो? उहाँलाई त्यो दुःख थियो, त्यो तकलिफहरू थियो, परेको थियो। अनि त्यो बेला उहाँलाई अन्धकारले ढाकेको थियो। त्यो समय साँच्चै नै उहाँले त्यागिएको थियो। यो बाइबलमा लेखिएको छ। अनि हाम्रो पाप यीशुमा लादियो, हाम्रो जति पापहरू थियो त्यो सबै यीशुमा लादियो भने यीशुमा लादियो त्यो कुराहरू। हामी यहाँनिर पढ्यौँ भने हामी तपाईँ 2 कोरिन्थी 5:21 पढ्नुभयो भने यो धेरै लामो हुन्छ, मैले अघि नै भनिसकेको छु। हामी त्यहाँनिर यो कुराहरू पाउँछौँ। हाम्रो सबै कुराहरू त्यहाँ लादियो र परमेश्वरले चाहिँ उहाँलाई हाम्रो खातिर चाहिँ के गर्नु? पापी बनाउनु भयो। तपाईँ र मेरो खातिर, तपाईँ र मैले पाप गरेको कारणले गर्दा, तपाईँलाई मैले गरेको भुल गरेको कारणले, हाम्रो बाजे चेप्जूले गरेको अधर्म पापहरूको कारणले गर्दाखेरि सबै यो कुराहरू प्रभु यीशु ख्रीष्टमाथि खन्याउनु भयो। अनि खन्याउँदाखेरि चाहिँ उहाँ प्रभु यीशु ख्रीष्टबाट प्रभु परमेश्वरले आफ्नै छोराबाट पनि अलग दिनु, केही छिन अलग दिनु भयो। प्रभु यीशु ख्रीष्टलाई एकैछिन प्रभुले छोड्दाखेरि उहाँलाई कस्तो अनुभव भयो? कस्तो अनुभव? संसारको सबै कुराहरूको अनुभव भयो। संसारमा भएको पापहरूको सबै अनुभवहरू त्यहाँनिर गरेकोहरू हामीले चाल पाउँछौँ बाइबलमा। हामीलाई परमप्रभु परमेश्वरले तपाईँ र मलाई एकैछिन छोड्नुभयो भने हामी कुन अवस्थामा हुन्छ होला? हामीले यो कुरा पनि हामीले जान्नुपर्छ। एकैछिन हामीलाई छोड्नुभयो भने हामी कुन अवस्थामा हुन्छौँ? अघि हाम्रो यहाँ बहिनीले भन्दै हुन्थ्यो सबै कुरा परमेश्वरको, हाम्रो जीवन पनि परमेश्वरको हो भनेपछि हामीले पाएको परमप्रभु परमेश्वर एकछिन तपाईँ र मबाट ओझेल भयो भने सारा संसारभरि प्रभु यीशु यसरी परमेश्वर ओझेल हुनुभयो भने संसार नष्ट हुन्छ, संसार नष्ट हुन्छ।
र यी कुराहरू बाइबलमै लेखिएको कुराहरू छ, यो लामो हुन जान्छ। र तब परमेश्वर पाप मैले अघि भने सबै प्रभु यीशुमाथि खनिनु भयो। त्यसै कारण परमेश्वरले आफ्नो अनुहार के हो भने यीशुबाट एकातिर केही छिन फर्काउनु भयो। अनि हामीले त्यो समयमा प्रभु यीशु ख्रीष्टलाई सान्त्वना दिने, त्यो समयमा जब अन्धकारले छाएको थियो त्यो बेला प्रभु यीशु ख्रीष्टलाई सान्त्वना दिने कोही पनि थिएन। त्योभन्दा अगाडि हामी गेस्टमनीको बगैँचामा हेर्छौँ भने लुका 22को 43तिर हामी हेर्छौँ भनेदेखि त्यहाँनिर एउटा स्वर्गीय दूत आएर उहाँलाई सरसल्लाह दिएकोहरू हामी पाउँछौँ। सरसल्लाह दिएको छ हामीले त्यहाँनिर हेऱ्यौँ भने। तर जब प्रभु यीशु ख्रीष्टमा जब त्यो पापहरू पर्यो त्यति बेला सान्त्वना दिने कोही पनि भएन भनेर हामी यहाँ बाइबलबाट तपाईँ र मैले पाउँछौँ। कोही पनि थिएन त्यो बेला सान्त्वना दिने प्रभुलाई। तर अहिले उहाँलाई सामर्थ्य दिने चाहिँ सान्त्वना दिने कोही पनि त्यो समयमा थिएन, कोही पनि थिएन त्यो समयमा, कोही पनि थिएन त्यो समयमा। उहाँ एक्लो हुनुहुन्थ्यो, आफ्नो चेलाहरूले पनि छोडेको समय हो त्यति बेला, कोही पनि थिएन त्यो समयमा। हाम्रा निम्ति प्रभुले भोग्नु भएको दुःखहरू यही थियो। तपाईँ र मैले गर्नुपर्ने दुःख, तपाईँ र मैले पर्नुपर्ने कष्ट, तपाईँ र मैले सहनुपर्ने, तपाईँ र मैले खानुपर्ने कुराहरू चाहिँ प्रभुले खाइदिनु भयो, सहिदिनु भयो। हाम्रो पापहरू उहाँले त्यो कल्भरी क्रुसबाट झरेको रगतले हामीलाई शुद्ध अनि पवित्र बनाउनु, हामीलाई परमेश्वरको क्रोधबाट बचाउनले यीशुले त्यतिसम्म मोल तिर्नु भयो। हामीलाई त्यो पापमा पार्नु भएन, उहाँले हामीलाई त्यहाँबाट उहाँले मोल तिर्नु भयो। तपाईँ र मलाई मोल तिरेर उहाँले छुटाउनु भयो। यीशुले धेरैको पापहरू धुनु भयो अनि हरेकलाई परमप्रभु परमेश्वरले छुटकारा दिनुभयो अनि आफ्नो प्राण पनि दिनुभयो। यो गहिरो अर्थ हो। यहाँनिर धेरै हुन जान्छ। 10 मिनट बितिसक्यो, पास्टर बाउलाई सरी भन्छु, 10 मिनट भइसकेको छ। र हामीले बाइबलमा हेऱ्यौँ भनेदेखि प्रभु यीशु ख्रीष्ट यो संसारमा तपाईँ र मबाट सेवा लिनु आउनु भएन, तर प्रभु यीशु ख्रीष्ट तपाईँ र मलाई सेवा दिनुको लागि आउनुभयो। यसै कारण हामीले स्वतन्त्रसँगले सेवा गर्न पाइराखेका छौँ। र मेरो यो 5औं बानीलाई यहाँ राख्छु। धेरै छ पढ्नुपर्ने भन्नुपर्ने, तर 10 मिनट 5 मिनट बेसी भयो। यहाँनिर बानीमा यहाँनिर पछाडि 5 मिनट मात्र लेखेको छ, 5 मिनट बेसी भएको छ। यो खण्डन गरेकोमा म पास्टर बाउ क्षमा चाहन्छु। र यो समय म फेरि पनि पास्टर बाउलाई आशिष दिनु हेर्नलाई परिवार सबैलाई जय मसीह। प्रेज द लर्ड। आज प्रभु यीशु ख्रीष्ट हाम्रो निम्ति क्रुसमा झुन्डिनु भएको दिन, मर्नु भएको दिन हो र हामी खुसी छौँ। किनभने किन खुसी छौँ? प्रभु यीशु मर्दा हामी खुसी हुने हामी मूर्ख हौँ होइनौँ नि है। तर किन भन्दाखेरि चाहिँ प्रभु यीशु नमर्नु भएको भए हाम्रो जीवनमा पापको भार रहिरहने थियो, पापी अवस्थामै हामी रहिरहने थियौँ। त्यस कारणले गर्दाखेरि प्रभु यीशु ख्रीष्ट हाम्रो निम्ति मर्नु भएको कारण र हामी यो दिनलाई चाहिँ महत्त्वपूर्ण दिन र गुड फ्राइडे असल शुक्रबार भन्ने मानिलिँदछौँ। र मलाई पास्टर बाउले दिनुभएको वचन छ यूहन्ना 15 अध्यायको वचन छ 30 मा, 19 अध्यायको 30 मा तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँ यसरी लेखेको छ 30 भर्समा, जब येशूले सिरका खानुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो। अब उहाँले शिर निहुराएर आफ्नो प्राण सुम्पिदिनु भयो। आमेन। र प्रभु यीशु ख्रीष्टले गर्नुभएको हामीले धेरै हाम्रो वक्ताहरूबाट सुन्यौँ है, एल्डर बाबुहरूबाट सुन्यौँ। प्रभु यीशु ख्रीष्टले हाम्रो मानिसको निम्ति गरिदिनु भएको धेरै कुराहरू हामीले सुनिसकेका छौँ। र यो भर्समा चाहिँ आज म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ प्रभु यीशु ख्रीष्टलाई चाहिँ यसरी नै झुन्डाइरहनु भएको थियो। त्यति बेलाखेरि उहाँलाई तिर्खा लागिरहेको थियो है। तर संसारका मानिसहरूले चाहिँ पानीको सट्टामा चाहिँ के दिए? अमिलो सिरका दिए है। र उहाँलाई तिर्खा लागिरहेको बेलामा अमिलो सिरकाले तिर्खा मेटिने हो र
होइन नि है, झन् साह्रो पर्ने कुरा हो नि त संसारको भाषा अनुसार, संसारको विचार अनुसार। तर यहाँ चाहिँ हामीले के देख्छौँ भन्दाखेरि चाहिँ त्यो सिर्का खाएपछि चाहिँ यीशुले भन्नुभयो अब सिद्धियो है। सिद्धिएको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ प्रभु येशू ख्रिस्ट चाहिँ यो संसारमा जब संसारमा मानिसहरू चाहिँ फैलिँदै गएपछि संसारमा पापहरू पनि त्यत्तिकै बढ्न थाल्यो। पापहरूबाट मानिसलाई चाहिँ परमेश्वरले है जल प्रलयद्वारा नाश गरेर ल्याउनु भयो। अनि त्यहाँ बाँचेकोहरूलाई परिवारबाट चाहिँ फेरि संसारमा मानिसहरू फैलिँदै गए। अनि त्यो फैलिएपछि फेरि पनि मानिसहरूलाई चाहिँ त्यो पापको केही समयसम्मको लागि, सीमा समयको लागि चाहिँ बाँच्नको लागि चाहिँ मोसाद्वारा चाहिँ के दियो, एउटा संविधान दिएको छ है, व्यवस्था दिएको छ। व्यवस्था चाहिँ आज मलाई चाहिँ यो के लाग्छ भन्दाखेरि चाहिँ उत्पत्तिमा गएर हेर्दाखेरि चाहिँ, उत्पत्ति पुस्तकमा हेर्दाखेरि चाहिँ के देख्छौँ भन्दाखेरि चाहिँ आदम र हव्वाले चाहिँ जब त्यो अदनको बगैँचामा चाहिँ उनीहरूले परमेश्वरको विरुद्धमा गएर पाप गरेको कारणले गर्दाखेरि चाहिँ उनीहरू पापी स्वभावको भएको कारणले उनीहरूले आफूलाई नाङ्गो देखे है। अनि नाङ्गो देख्दाखेरि चाहिँ उनीहरूले चाहिँ पातहरू गाँसेर चाहिँ वस्त्र बनाएको हामी देख्छौँ। र यो वस्त्र, यो पत्ताको वस्त्रले चाहिँ कति थाम्छ मान्छेको जीवनमा है, थाम्नै सक्दैन नि त। फाटिने कुरो हो नि त, सुकिजाने कुरो हो नि त, च्यातिजाने कुरो हो नि त। यहाँबाट चाहिँ आज हामीले के देख्छौँ भन्दाखेरि त्यो व्यवस्थाको कुराहरू चाहिँ केही समयको लागि मात्रै थियो है। वर्षै पछि मेल बलि गरिरहनु पर्थ्यो, वर्षै पछि बलिदान गरिरहनु पर्थ्यो है। अनेक देख्छौँ। र यो हुँदै आउँदाखेरि चाहिँ जब येशू ख्रिस्ट संसारमा नआउन्जेलसम्म चाहिँ त्यो व्यवस्था चाहिँ मानिसहरूले पालन गर्नुपर्ने थियो र व्यवस्थाको अधीनभित्र रहनुपर्ने थियो। अनि जब प्रभु येशू जब संसारमा आउनुभयो अनि उहाँ व्यवस्थाभित्र नै जन्मिनु भयो, व्यवस्थामा नै रहनुभयो। तर उहाँको जब मृत्यु पश्चात चाहिँ त्यो व्यवस्थालाई चाहिँ उहाँले के गरिदिनु भयो, पुरा गरिदिनु भयो। अब यो व्यवस्था चाहिँ कुन व्यवस्था सुरु भयो भन्दाखेरि चाहिँ नयाँ करार, नयाँ व्यवस्था सुरु भयो। अब यहाँ प्रभु येशू ख्रिस्टले भन्नुभएको कुरा चाहिँ अब सिद्धियो भन्नुभएको कारण चाहिँ अब यहाँ के देखिन्छ भन्दाखेरि चाहिँ यो कुराहरू देखिन्छ। अनि व्यवस्थाले चाहिँ के गरेको थियो भन्दाखेरि चाहिँ मानिसले व्यवस्थाहरू पालन गर्थे है, बलिदानहरू चढाउँथे, आफ्नो पापको कारणहरू उनीहरूले बलिदानहरू चढाउँथे। तर उनीहरूले त्यो बलिदान चढाउने र त्यो व्यवस्था पालन गर्ने चाहिँ एउटा परम्परा मात्रै भएको थियो है, परम्परा मात्रै भएको थियो। तर वास्तवमा भित्र इन्टरनल भन्ने कुराहरूमा चाहिँ चेन्जेस भन्ने आएको थिएन है, चेन्जेस भन्ने आएको थिएन। तर प्रभु येशू ख्रिस्टको नयाँ जुन करार चाहिँ सुरु छ, प्रभु येशू ख्रिस्टले हाम्रो निम्ति मरिदिनु भयो। अनि उहाँद्वारा चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ त्यो संविधानमा पनि होइन, हाम्रो परम्परामा पनि होइन, तर हाम्रो हृदयको अन्तरात्माबाट चाहिँ हाम्रो परिवर्तन उहाँले चाहनुभयो। र यसै कारण हामी चाहिँ अब प्रभु येशू ख्रिस्टले यो सिद्धियो भन्ने कारण चाहिँ त्यो परम्परालाई हटेर चाहिँ हामी चाहिँ नयाँ परम्परामा अनि नयाँ भएर अनि आत्माको जागृतिमा हामी बढ्नुपर्ने यो कुरो चाहिँ आज तपाईँ र मलाई दिनुभएको छ। धन्यवाद। मेरो वचन यतिमै राख्दछु। हुन्छ, यसलाई भाउला जय भन्छु। जय मसीह। हालेलुया, हालेलुया, महिमा भएकोस् है। आज गुड फ्राइडे है। गुड भनेको कस्तो असल होइन, गुड असल हो नि। अनि मलाई चाहिँ लाग्छ कस्तो भने नि गुड हाम्रो परमेश्वरले नि असल कुरा हामीलाई दिनुभयो गुड है। नराम्रो कुरा चाहिँ उहाँले उठाइलाई लानुभयो। अघि हामी सुन्दैछौँ है, 6औँ बानीसम्म हामीले सुन्यौँ है। अब लास्ट 7औँ बानीमा मैले बोल्नु परेको छ र तपाईँहरूको माझमा लुकाको पुस्तक 23:46 है पास्टरले मलाई दिनुभएको। यहाँ चाहिँ यसरी लेखिएको छ, औ चर्को स्वरले कराएर यीशुले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा जिम्मा दिनेछु। औ त्यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। हेर्नुहोस् है, आज मलाई लाग्छ कि आज तपाईँ अनि मैले नि क्या विश्वास गर्दैछु नि
तर हाम्रो आत्मालाई चाहिँ अब कहाँ जिम्मा दिने होइन, यही कुराहरू आउँदैछ। यसै कारणले नि यीशुले भन्नुभएको छ मेरो आत्मा चाहिँ तपाईँको हातमा जिम्मा लगाउँछु भनेर उहाँले के गर्नुभयो, प्राण त्याग्नु भयो है। प्राण त्याग्नु भयो, तर किन भन्दाखेरि जुन उहाँले प्राण त्याग्नु अस्ट्रेलिया गर्नुभएको छ, जब उहाँ नमर्नु भएको भए नि अघि एल्डरले भन्नुहुँदै थियो हाम्रो पाप त बोकिरहन्थ्यो, हाम्रो पापको लागि है उहाँ चाहिँ संसारमा आउनुभयो। हामी जस्ता पापीहरूको लागि है उद्धार अनि मुक्ति दिन यो परमेश्वर यहाँ संसारमा आउनुभएको छ। तर उहाँले चाहिँ आत्मा चाहिँ कसरी जिम्मा लाउनु भयो भने म यहाँ तपाईँहरूको माझमा पत्रुस 3:18-19 हेरौँ। यहाँ यसरी लेखिएको छ 18-19 किनभने हामीलाई परमेश्वरका ल्याउनलाई ख्रिस्टले पनि शरीर मारिएर तर आत्मामा जीवित भएर अधर्मीहरूका निम्ति धर्मी भएर पापहरूको निम्ति एकचोटिको दुःख भोग्नुभयो। र जुन आत्मा उहाँ जानु भएर झेलकानका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। हेर्नुहोस् है, यहाँ नि हाम्रो निम्ति उहाँ चाहिँ के गर्नुभयो भनेदेखि तपाईँ अनि मेरो निम्ति चाहिँ उहाँ चाहिँ के अरे हाम्रो पापका लागि है एकचोटि दुःख भोग्नुभयो नि। अघि हामीले सुन्दै उहाँलाई कुटाई थोकाई है किसिम किसिम भयो, तपाईँ हामी हो भने सक्छौँ होला र, यो एउटा प्रश्न क्या त, सक्दैनौँ नि है, सक्दैनौँ। यसै कारणले उहाँ चाहिँ हाम्रो निम्ति उहाँले सक्नु भएको छ, जेल्नु भएको छ। र हाम्रो परमेश्वरले नि तपाईँ हामीलाई अनि जुन आत्मा उहाँमा जानु भएर जेलकानका आत्माहरूलाई पनि प्रचार गर्नु। उहाँले त्यही त अघि सुन्दै थियो, अघि सिद्धिएको कुरा क्या त, सबै ठाउँमा चाहिँ उहाँले नि प्रचार गर्नुभयो है। धेरैलाई उहाँले के गर्नुभयो, उहाँले परमेश्वरमा उहाँले ल्याउनु भयो। यसै कारणले नि उहाँले चाहिँ प्रचार गर्नुभएको कुराहरू छ है आत्माहरूको लागि। आज तपाईँ हामी यो आत्माको लागि क्या फिक्री गर्छौँ नि, यसै कारणले त हामी यहाँ आएका छौँ। संसारको मान्छेले कि खाइसान लाइसान उनीहरू त्यस्तो छ, तर तपाईँ अनि हामी चाहिँ यो आत्माको लागि यसरी प्रभुमा आएका छौँ। यो आत्मालाई चाहिँ अब कहाँ राख्नु, कहाँ टुङ्गो लाउनु पर्ने भन्ने विषयमा यहाँ हुन्न 2:4 हेरौँ ल। यहाँ यसरी लागेको छ, यहाँ विवाह भयो, काना सरको विवाह यो। अनि जुन यो 4 पदलाई म हेर्छु 2:4 यीशुले तिनलाई भन्नुभयो, नारी मैले के गर्नुपर्छ, मलाई नभन मेरो बेला अझसम्म आएको छैन। हेर्नुहोस् है, तर बेला आएपछि त जानु पर्दो रहेछ नि त होइन। जुन अब समय आइसकेपछि चाहिँ लुका 22:22 यसरी हेर्नु ल, स्पष्ट हामीले हेर्दै जाउँ। किनभनेदेखि आज उहाँको क्रुसिफिक्सनको दिन। किनकि मानिसको पुत्र त ठहरिए बोमा चाहिँ जानै पर्छ, तर धिक्कार त्यस मानिसलाई त्यसबाट उसलाई धोकाबाजी हुनेछ। अब यस्तो काम गर्ने तिनीहरूको को हुन सक्छ भनेर तिनले आपसमा सोधासोध गर्न। जब त्यहाँ क्या पक्राउ गरेछ नि यहुदीहरू यीशुलाई, त्यति बेला चाहिँ उनीहरूले के आफू के त सोधासोध, तर ठहरिएको दिनमा चाहिँ जानै पर्ने। प्रभु यीशु चाहिँ अब त्यति बेलासम्म प्रभु यीशुले कति वर्षमा व्यापृत लिनुभयो थाहा छ तपाईँहरूलाई?
हो 30 वर्षसम्म उहाँले के त केही काम गर्नु भएको थिएन। जब उहाँले ब्याप्टिजम लिनुभयो त्यहाँबाट अचम्मको काम 3.5 वर्षमा कस्तो छ। आज तपाईँ अनि हामी त कति वर्षको विश्वासी है, यो प्रश्न पनि छ। यति सब कुरा गरेर चाहिँ उहाँले के गर्नुभयो, उहाँले चाहिँ अन्तमा उहाँले चाहिँ पितालाई, अनि यहाँ लुका 23 लुकामा छ, मर्कुस, मत्ती, यूहन्ना 4 सुसमाचारमा यो कुराहरू लेखिएको छ। मत्ती 27:45 हेरौँ ल, यही कुराहरू छ। मत्ती 27:45 म केही भाग यहाँ पढ्छु। यसले चाहिँ स्पष्ट हामीलाई बुझाउँछ। यीशुको मृत्यु हुन्छ। अब मध्य दिनदेखि तेस्रो पहरासम्म देशमा जताततै अन्धकार भयो। औ तेस्रो पहरामा यीशुले यसो भनेर ठुलो स्वरले कराउनु भयो, एली लामा एली लामा सबक्तानी, अर्थात् हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन तपाईँले त्याग्नु। त्यति बेला चाहिँ हेर्नुहोस् है, जब प्रभु यीशु नि त्यो क्रुसमा टाँगिनु भएको छ, अनि अन्तमा जब उहाँले प्राण त्याग्नु अगाडि चाहिँ संसारभरि के भन्छ, अन्धकार भएको छ। आज कोही मान्छे मरेर अन्धकार हुन्छ भएको देख्नु भएको छ। प्रभु यीशु चाहिँ आत्मा हुनुहुन्छ नि त, उहाँ मानव रूपमा चाहिँ आउनुभएको संसारमा तपाईँ हाम्रो लागि चाहिँ। यसै कारणले उहाँ चाहिँ आत्मा हुनुहुन्छ। त्यसै कारणले संसारभरि के भन्छ, अन्धकार भएको छ, अन्धकार भएको छ। त्यसै कारणले नि उहाँ चाहिँ एउटा आत्मा हुनुहुन्छ। अनि त्यहाँ उभिएका मध्येहरू यो सुनेर भने, यस मानिसले एलियालाई बोलाउँदैछ। औ तिनीहरूमध्ये एकजना झट्टै दगुरेर आएर स्पन्जरले सिर्काले त्यो भरिएको निगालो राखी उहाँलाई पिउन दिए है। अघि भन्नुहुँदैछ एल्बर्ट है, कस्तो चाहिँ होला त्यो सिर्का, कति तिर्खा लागेको बेला त्यो पिएपछि दिए। तर बाँकीले भने, हेरौँ त एलिया यिनलाई बचाउन आउँदा रहेछन् कि। तब यीशुले फेरि ठुलो स्वरले कराउनु भएर प्राण त्याग्नु भयो है, ठुलो स्वरले। त प्राण त्याग्नुलाई मामुली कुरा छैन नि है। किन भन्दाखेरि यसरी कति ठाउँ मैले हेरेको पनि छु है, बिमारीले त्यो प्राण जाने बेला कस्तो छटपट्टि गर्छ नि, साह्रो पर्छ। छटपट्टिएर हौ किन तमासा गर्छ नि, तर त्यो शरीर गर। तर परमेश्वर चाहिँ आत्मा हुनुहुन्थ्यो, उहाँ चाहिँ सिधै जानुभएको छ प्राण त्याग्नु। हेर, मन्दिरका पर्दा टुप्पादेखि फेससम्म 2 भाग भएर च्यातियो, भुइँचालो गयो र चट्टानहरू फाटे औ च्यानहरू उग्रिएर सुतिरहेका पवित्र जनहरू धेरै लासहरूको पुनरुत्थान भयो। हेर्नुहोस्, परमेश्वर पुनरुत्थान हुनुहुन्छ, जी उठ्नुहुन्छ। किन? तपाईँ अनि मेरो लागि। जब उहाँ मरेको हुनुभयो त के होइन, हामीले कहाँ जीवन पाउँछौँ। यसै कारणले उहाँ जी उठ्नुभयो अनि हामीले के भन्छ, जीवन पाएछौँ। अनि हामी के भन्छौँ, हामी गर्व मान्नु छ, हामीले नयाँ जीवन पाएका छौँ है प्रभुमा। यसै कारणले उहाँले यसरी ठुलो स्वरले कराउनु भयो है। उहाँले चाहिँ आफ्नो प्राण चाहिँ के गर्नुभएको छ, आत्मा चाहिँ परमेश्वरको हातमा जिम्मा लाउनु भएर उहाँले प्राण त्याग्नु भएको छ। अनि यसै कारणले आज तपाईँ हामीले चाहिँ हाम्रो आत्मा चाहिँ कहाँ जिम्मा लाउनु, यो हामीले एउटा प्रश्न है। जसरी यीशु प्रभुले हाम्रो आत्मालाई उहाँ पिता कहाँ दियो भने, तपाईँ हामीले नि त्यसरी नै हाम्रो आत्मालाई चाहिँ पिता दिनुपर्छ भन्दै यो 7औं बानी तपाईँको माझमा राखिन सके। सबैलाई जय मसीह। जय मसीह।